टक्कै असारे हाम्रो सिस्ने सेकुवा एन्ड सुकुटी घर है, हाम्रो माधव दाईको पसल। यहाँ चाहिँ पहिलोभन्दा धेरै राम्रो भइरहेको छ। बिस्तारै बिस्तारै बढ्दैछ है यतापट्टि। यो लाइटिङ साइटिङ नाइट भ्यू एकदम राम्रो छ। यतापट्टि चाहिँ बस्ने ठाउँ छ, 2-3वटा पछाडि पनि छ है। यहाँ चाहिँ खानाहरू पनि मिठो राम्रो पाइन्छ है। सेकुवा सुकुटी चाउमिन मोमो सब है, चिकन यता ट्याक्क यस्तो छ। यता पार्किङको व्यवस्था पनि छ यता पनि। अनि यतापट्टि लाइटिङ बस्ने सिस्ने ट्याक्क यतापट्टि यहाँ चाहिँ बसेर खानु मिल्छ है। ट्याक्क ठाउँ स्पेस ठुलो अनि गाउँको एरिया ट्याक्क राम्रो भ्यू देख्न सक्नुहुन्छ। अहिले चाहिँ रात पर्या भएर डाँडा काँडा देखेको छैन। म तपाईँलाई कुनै दिन देखाउने छु तपाईँहरूलाई। अब होइन उमेश, यहाँको खानाहरूको बारेमा भन्दै हामीलाई केही अर्डर गरेर खाँदैछौँ, त्यसो खानाहरूको पनि भन्छु मैले के कस्तो छ व्यवस्था। यो प्लेस चाहिँ यही हो है, एकदम बेस्ट छ।